गयो एउटा गयो। नमस्ते सेवारो सबैजनालाई। हामीले अगाडि रेकर्ड गरेको भिडियो जति चाहिँ त्यो चाहिँ हाम्रोमा यहाँ आउनु सकेन र हामीले क्याप्चर गर्नु सकेनौँ। लाइक क्याप्चर त गरेको थियौँ बट त्यो फाइल उयो भएन रहेछ, रेकर्डै भएन रहेछ। सो त्यसको लागि माफी माग्नु चाहन्छौँ। बट हामी आधी वेमा पुगेर मात्रै थाहा भयो हामीलाई पनि। हामी आधी बाटो पुगेकोदेखि सुरु गर्छौँ यसपालिको लागि चाहिँ। सरी। सो इन्जोय गाइस। हामी चाहिँ होइन ठक्कै यता हिँड्दैछौँ, स्टिल हिँड्दैछौँ। यहाँ माथिको सिन हेर्नु नि कस्तो दामी छ। माथिको त्यो सेतो सेतो फेरि बादल होइन नि, फेरि बादल त होइन, स्नो हो त्यो त। त्यहाँदेखि माथिको कालो चाहिँ बादल हो। मुनिको चाहिँ फेरि बादल होइन नि, फेरि सो यो गाइस हामी स्टिल हिँड्दैछौँ होइन। वेदर पनि चिसो छ, बाहिर हेर्नु स्नो स्नो छ। घामले त केही हुँदैन अहिले, चिसो छ बाहिर। सो गाइस यहाँदेखि चाहिँ तपाईँहरू टाइम ल्याब इन्जोय गर्नुहोस्। लोग थे जिनके प्यार को प्यार मिला, हमने तो जब कलियां मांगी कांटों का हार मिला। जाने वो कैसे लोग थे जिनके प्यार को प्यार मिला। या गाइस हामी फाइनल आइसकेको छौँ हाम्रो डेस्टिनेसनमा होइन। सो अब उत्रेर बाहिर देखाउँछु है। सो घरमा देख्न सक्नुहुन्छ स्टिल स्नो स्नो छ। यताउति चाहिँ हाम्रो सानो दा यता छ, यता हाम्रो ड्राइभर श्री अभिषेक दा। सो हामी ठक्कै यहाँ आएर पार्किङ पनि ठक्कै राखिसक्यौँ। हुन्छ, अरू राख्ने ठाउँमै छैन। हुन्छ। सो अब हामी जाँदैछौँ होइन। सो दिस इज अ वे। हामी यहाँ यतादेखि आएको। सो हामी यहाँ गाडी पार्किङ राखेर हामी जाँदैछौँ अहिलेको लागि चाहिँ। सो हामी चाहिँ आज आएको छौँ मोस्ट ग्रान्ड फल। सो हाम्रो जाने चाहिँ प्लान खास अर्कै थियो, अर्कै प्लेस जाने थियो। बट त्यो रङ बाटो पसेर अनि यही छेउमा रहेछ, अलिक छेउमा रहेछ र ठिकै यहीँ भेट्नु। दुईजनाको जित भयो नि, यहाँको देखेनौ। सो हामी आएको ठाउँ चाहिँ यो हो। सो हामी भित्र जाँदैछु, देखाउँछ हामी। सो यसमा चाहिँ हिँड्ने बाटोहरू ठ्याक्कै यस्तै छ। यस्तो बनाउँछ यहाँनिर, धेरै आउँछ बिबरहरू। यो चाहिँ यसको हिस्ट्री, यो ठाउँको हिस्ट्री के लेखेको छ, के पाउँछ, के यो माथि डाँडा चढ्ने उयो हो। यो म्याप हो। यो म्याप छ यहाँनिर। यो कहिले बनिएको, कहिलेदेखिको हो यो। अनि बिबरले काटेको अरे यो चाहिँ यसरी काट्छ अरे यहाँनिर ठ्याक्कै। बिबर यो अरे यसले काटेको अरे यो चाहिँ ठ्याक्कै यो। सो जाउँ हामी अगाडि बढौँ। सो तिमी चाहिँ अगाडि जाऊ, तिमीहरू चाहिँ। यो चाहिँ फ्रोजन भइसक्यो। यहाँ त खोला बग्थ्यो नि त होइन नि त होइन। अहिले चाहिँ एकदम फ्रोज भइसकेको छ, चिसो पनि छ नि त बाहिर, स्नो स्नो छ। सो त्यही भएर हामी हिँड्दैछौँ अगाडि, केटाहरू पनि हिँड्दैछ र म पनि हिँड्दैछु। एकदम जाडो छ। हेरौँ अगाडि कस्तो चिसो छ, तातो। हामी हिँड्दैछौँ अगाडि। अघि हामीले भनेको थियौँ नि कसरी काट्छ भनेर बिबरले। सो यसरी काट्छ अरे। यहाँ रियल इक्जाम्पल ठक्कै। तर यो चाहिँ बस्ने मुढा जस्तै छ। हाम्रो केटाहरू यता लागिसक्यो। लास्टमा भनेको मै छु। रुखैभरि स्नो स्नो छ, यहाँ पनि स्नो स्नो छ होइन। सबैतिर स्नो स्नो छ। अब के गर्न सकिन्छ, जाडो। हात पनि रातो भइसक्यो मेरो चाहिँ पर्केकोले। हामी केटाहरू हिँड्दैछ अगाडि ठक्कै। भ्यू चाहिँ दामी छ आएर। यो ठाउँ चाहिँ गर्मीमा आउने ठाउँ हो क्या। सो यहीँ पनि रहेछ, ढालिसक्नु आँटेको रहेछ त यो त। यो त मायाको सिम्बल। यो फेरि जी आयो होला यो चाहिँ। यहाँनिर यो के लेखेको होला, K+R अरे। यस्तो जमानाको है हाम्रो। जुम 7 हो कि के हो यो छ। यस्तो जमाना गयो यस्तो जमाना। अहिले हामी हिँड्ने जमाना, अगाडि हिँड्ने हो।
र आइपुगिसकेको थियौँ यहाँ अब अगाडि ठक्कै यो रुख काटेर गएर ठक्कै यसको अगाडिपट्टि छ यहाँ कस्तो चाम्रो चाम्रो भइसकेको छ सो मान्छेहरू पनि छ जस्तो छ एक दुईजना त्यहाँ माथिनिर चिसो पनि एकदम चिसो रहेछ यो ठाउँ सेट झन् हाम्रो बलिङमा झन् माथि चिसो यहाँ झन् चिसो रहेछ आज र पनि हामी हिँड्दैछौँ हेर्नु जाँदैछौँ सो त्यहाँ माथि मान्छे छ फ्रोजन भइसकेको छ बाटो यो चाहिँ माथि जाने यहाँदेखि टक्कै माथि जाने हो अनि हामी चाहिँ यता मुनि जाँदैछौँ मुनि चाहिँ बिस्तारै हिँड्नुपर्छ चिप्लेर गयो भने फेरि चिप्लेकै हुन्छ हामी पनि यहाँ मान्छेहरू छ सो खोइ त खोला त अलिक माथि सो हामी यता आएको थियौँ यता चाहिँ आइस त फुट्ने भएर बन्द रहेछ सो हामी यतादेखि घुमेर जाँदैछौँ है यहाँदेखि फेरि अघि आएकै बाटो यहाँदेखि टक्कै डेन्जरस बाटो हो हाम्रो फेरि जुत्ता पनि स्नो खाली छ होइन चिप्लेर खस्यो भने चाहिँ ल हुनेछ बाटो यहाँ स्नोम्यान पनि बनाएर रहेछ कसले यसलाई चाहिँ स्नोम्यान भन्छ यहाँनिर होइन न कसले बनाएको सो हामी माथि जाँदैछौँ हामी आएको चाहिँ यो बाटो मुनिको बाटो त्यहाँ चाहिँ आइस फुट्दो रहेछ क्या स्टिल अनि त्यो भएर जानै नसकिँदो रहेछ किनभने आइस फुट्यो भने त साह्रो हुन्छ नि त सो त्यो भएर टक्कै यता माथि आउँदैछौँ हामी चाहिँ माथिदेखि हेर्ने बाटो छ भनिरहेको छ यो बाटो चाहिँ हामी जाँदै गरेको लुक्स भेरी डेन्जरस झर्ने ठाउँ त रहेछ चढ्नु गाह्रो हुन्छ चढ्नु त त्यही हो झन् गाडी हो हाम्रो केटाहरू झर्दैछ हाम्रो दाइ झार्दैछ सिप्ली खेलेर आउँछु म गयो एउटा गयो देख्छ हामी चाहिँ अब यहाँ मुनि जाँदैछौँ सो रकेँ म चाहिँ यहाँदेखि मुनि झरेँ अलमोस्ट यहाँ झन्डै लड्दा अब सबै यहाँदेखि जाँदैछु होइन केटाहरू त्यहाँ माथि पुगिसकेको छ हो हेरेर चल्नुपर्छ आम्मा आइस त त्यहाँदेखि अझै माथि यहाँदेखि उयो झर्ना चाहिँ त्यहाँ छ कहाँ हो यहाँदेखि हामी यहाँ चाहिँ घुमेर चढ्दै एउटा गयो अघि सो एउटा चाहिँ हाम्रो बाँदर साथी चाहिँ अघि पुगिसकेको छ त्यहाँ माथि पुगिसक्यो घुमेर गएर यो सबै खोला हो क्या यो चाहिँ समर टाइममा सबै खोलै हो यो साइडतिर सबै खोला हुन्छ सो अहिले आइस भएको छ ओ माथि रे व्हाट इज दिस यहाँदेखि टक्कै यहाँ चाहिँ नौलो ठाउँ पनि हुन्छ क्या समरमा बट अहिले चाहिँ आइस सबै आइस भएर भन्नु सकिँदैन कता कहाँनिर गयो छ कहाँनिर यहाँ यो सबै वाटरफल हो क्या म यता फोटो पनि राखिदिन्छु होइन समरमा कस्तो हुन्छ र लाइक विन्टरमा कस्तो हुन्छ यो सबै जाम भइसकेको छ आइस भइसकेको छ लुक एट द्याट सबै आइस भइसकेको छ यहाँदेखि माथि छ आइस हेर्ने ठाउँ
वाटरफल यहाँ चाहिँ यहाँदेखि बगेर आउँछ यहाँ कहाँ नुहाउने ठाउँ हुन्छ क्या ठक्कै नुहाउने ठाउँमा आएर ठक्कै नुहाउँदाखेरि हुन्छ सो दाइले भिडियो गर्दैछ यता सो यही छ यहाँनिर चाहिँ होइन फोटो सुट चल रहा है कोरियनभन्दा उयो हुन्छ अब जाने बाटो रहेछ नि त हाइकिङ गर्ने आउनुपर्छ क्या हमने तो जब कलियां मांगी कांटों का हार मिला जाने वो कैसे लोग थे जिनके प्यार को प्यार मिला खुशियों की मंजिल ढूंढी तो गम की गर्द मिली खुशियों की मंजिल ढूंढी तो गम की गर्द मिली चाहत के नगमे चाहे तो आहे सर्द मिली दिल के बोझ को दूना कर गया जो गम खार मिला हमने तो जब सो गाइस अब चाहिँ हामीले हेरि पनि सक्यौँ होइन सबै हेरि पनि सक्यौँ नाकमा सिगान पनि चुहिनु थाल्यो चिसोले गरेर यहाँ दाइ छ अझै फोटो खिचेर माथि 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 देखाउ न त्यो So- के अरे ढुङ्गाहरुको सिगानचुको सबै ढुङ्गाले त सिगान चुहाइसकेको छ सी सो अब चाहिँ हामी लागेको यहाँदेखि जाउँ हाम्रो फोटोग्राफर एकदम खडाक निकाल्छ फोटोग्राफरहरूलाई सो हामी अब यहाँदेखि लागेको खुशियों की मंजिल ढूंढी तो गम की गर्द मिली चाहत के नगमे चाहे तो आहे सर्द मिली दिल के सो अब हामी हिँड्नु सुरु गरिसक्यौँ यहाँ हिँड्ने सुरु गरिसक्यौँ सबैजना लाइनमा हिँड्दैछौँ हामी सो अब चढ्नु पो कसरी चढ्नु त झर्नु त झऱ्यो जसै गरेर भए पनि सो अब चढ्नु चाहिँ कसरी चढ्नु अब हेरौँ कतिको सकिन्छ हातहरू रातो भइसक्यो चिसोले होइन सो still gonna walk in give me a hand bro हैन त्यो हास्दैन okay पर्दैन हो त्यत्रो बलमल लड्नु त लाउनु पर्दैन तीनजना होइन एकदम त लाउनु सो यहाँ चाहिँ हल्का केयरफुली गरेर हिँड्नुपर्छ ओके अलराइट केटाहरू त एकछिन रोक है हात देखाउ सबैको टाटो देखो न टाटो होइन यता अर्कोतिर हातेर जिम गरेको हात यस्तो हुन जामेको जस्तै पनि छ यहाँ ठेला उठिसक्दै सबैको मेहनत सो हामी यहाँदेखि निक्लिसक्यौँ ठक्कै मुनिदेखि आएर अब ठक्कै जाँदैछौँ गाडीमा पुगेपछि भेटौँ है वहाँ एकदम हात जाडो भयो अब तताउनु पर्छ सो गाइस कलर हेर्नु हामी यहाँदेखि जाँदै थियौँ सबैजना यहाँदेखि ठक्कै ब्याक फर्किँदै थियौँ यो यहाँको बाटो हो कलर हेर्नु न आकाशको कस्तो दामी वाउ वाउ यो ठक्कै हामी यहाँदेखि यता आउँदै थियौँ अघि गएकै बाटो हो आउँदा ठक्कै कलर हेर्नु इट्स ब्युटिफुल राइट सो हामी फाइनली गाडीमा आइपुग्यौँ जाडो पनि हुन थाल्यो अब सी
यहाँ ठ्याक्कै गाडीमा आइपुग्यौँ, घर पनि आइपुग्यो, ठ्याक्कै हाम्रो गाडी रहेछ। सबै गाडी गइ पनि सकेछ। कलर त वाउ, यप देखाएको यो ठाउँ। सो हामी फर्किँदैछौँ, जाडो भयो, जाडो अरे बहुत ठन्डा ठन्डा। सो हाम्रो यसो गाडी अगाडि सबै गएछ, यहाँ गाडीको गाडीहरू। सो हामी हो यहाँनिर भित्रको हालत जाडो भएर टक्कै भित्र आइपुगेर जाडो। मेरो त हात पनि लास्टै चिसो जाडो हो रे बाबा। भन्नु नै के